एटेन्ड नै गर्न पाइएन, खाली लाइन जान्छ। अब यहाँ सुन है नानी हो, तिमीहरूलाई अब एसाइनमेन्ट छ भन्ने बुझ्यौ होला नि, मैले भनेको छुइनँ भने पनि अब भनेको मान्ने है। ल कुरो बुझ्यौ होला नि। हिजो मैले तिमीहरूलाई के पढाएँ? हिजो के पढाएँ भन त? खोइ बोल्दैन कोही पनि। हो के भएको तिमीहरू? तिमीहरूलाई हिजो केसम्म पढाएँ मैले? लेबर मार्केटसम्म पढाएँ, लेबर मार्केटको इक्विलिब्रियमसम्म पढाएँ, यहाँसम्म पढाएँ, लेबर मार्केटको इक्विलिब्रियम पढाएँ। तिमीहरूले यहाँ यो स्लाइड मैले पठाइदिइसकेको छु। अनि यो स्लाइडमा मोडिफाई गर्ने काम नगर्नु। यहाँ मोडिफाई गरेर धेरैजनाले स्लाइडै उडाइदिएका छन्। खालि त्यो जस्ट तिमीहरूले सिन गर्ने, भ्यू गर्ने हो। कुरो बुझ्यौ? त्यहाँबाट सार्ने हो। यसरी लेखेर तिमीलाई सार्न मन लाग्यो भने कपीमा यसरी सार्ने हो। यसलाई केही हल्ला नहल्लाइकन। मैले यो पढाएको कुरो पनि मैले तिमीहरूलाई पोस्ट मेरो पोस्टमा हेर्नु, मेरो च्यानल खोल्नु, अनि फाइल खोले जस्तो पोस्टमा हेर्नु। पोस्टमा पनि मैले यो मैले पढाएको कुरा पनि राखिदिएको छु। त्यहाँ पनि तिमीले स्लाइडमा कन्फ्युज भयो भने त्यो मैले पढाएको कुरो पनि तिमीले त्यहाँबाट हेर्न सक्छौ। अब आज म तिमीहरूलाई पढाउँछु प्राइस कन्ट्रोल अर प्राइस सिलिङ, गभर्नमेन्ट इन्टरभेन्सन इन भेरियस मार्केट, यो पढाउँछु। अब पहिला प्राइस सिलिङ पढाउँछु। अब यहाँ सुन, प्राइस सिलिङ भनेको वास्तवमा के हो त भन्दा, यहाँ सुन है, सपोज हामीले हिजै पढायौँ यहाँ हेर, यो तिम्रो डिमान्ड कर्भ, यो तिम्रो सप्लाई कर्भ। सपोज इट इज योर डिमान्ड कर्भ, इट इज योर डिमान्ड कर्भ। यहाँ सुन है, प्राइस सिलिङ भनेको के हो अलिकति कन्सेप्ट सुन। म भिडियो पनि भएर देखाउँछु। म अलिकति यहाँ तिमीलाई कन्सेप्ट दिइसकेपछि, दिस इज योर ग्राफ, इट इज योर डिमान्ड कर्भ. You can draw your demand curve easily. Similarly, supply curve also you can draw easily, and you can determine in this way equilibrium point. This is equilibrium quantity. Look at here, equilibrium quantity, where market demand equals to market supply will be fulfilled in this equilibrium point, and determines equilibrium price one cent and other cent equilibrium quantity. Sorry, equilibrium quantity and equilibrium price. In this way it is determined. Now under market clearing condition हो, यसरी तिम्रो के equilibrium price र equilibrium quantity determined under perfect interaction between demand and supply. Now suppose this price ceiling is too high for the poor consumer, then government try to support them by giving some price concession or fixing minimum price. अलिकति प्राइस के गर्छ, म्याक्सिमम प्राइस फिक्स गर्छ। यसले यहाँदेखि उता लिन पाउँदैछ भन्छ। यो किनभने इक्विलिब्रियम प्राइस इज टु हाई भयो। सपोज यो रुपिस 10 भयो, 10 चाहिँ टु हाई भयो भने गभर्मेन्टले के गर्छ त भन्दा, पुवर पिपल क्यान नट एफोर्ड दिस प्राइस टु बाई देयर गुड्स, बेसिक गुड्स, देन गभर्मेन्ट ट्राई टु फिक्स अ म्याक्सिमम प्राइस, द्याट इज प्राइस सिलिङ अफ रुपिस 8. देन दे विल बी गेट more or less benefit by taking the price concession from the government side. अब 10 रुपियाँको चिजलाई ऊ 8 रुपियाँमा पाओस् भनेर गभर्मेन्टले यो इच्छा गर्छ र उनीहरूलाई प्रोटेक्ट गर्ने खोज्छ। तर वास्तवमा के हुन्छ भन्दा, गभर्मेन्टले यदि मोनिटरिङ गरेन भने यो उनीहरूले जुन प्राइस कन्सेसन पाइरहेछ, जुन सपोर्ट पाइरहेछ, प्राइस सपोर्ट पाइरहेछ, त्यसको बेनिफिट चाहिँ उनीहरूले प्राप्त गर्न सक्दैन। र के हुन्छ त भन्दा तिनीहरू झन् भिक्टिम्स हुने अवस्था आउँछ। त्यो भनेको गभर्मेन्टको मोनिटरिङ भएन भने, due to the presence of middlemen in the market, black marketers in the market, they indulge in black marketing activity, and then they unduly they can earn unexpected profit from the market by victimize that poor consumer to whom government provide price concession. त्यो प्राइस कन्सेसनको फाइदा जुन कन्ज्युमरलाई दिएको थियो, त्यो कन्ज्युमरको लाई चाहिँ फाइदालाई चाहिँ एक्सप्लोइट गरिन्छ। कसले भन्दा, मिडलम्यानहरूले या ब्ल्याक मार्केटर्सहरूले। त्यस कारण त्यो चाहिँ इफेक्टको कुरा भयो। प्राइस सिलिङ भनेको के हो त भन्दा, प्राइस सिलिङ इज द्याट प्राइस कन्ट्रोल by which government set a maximum price for a commodity so that seller cannot sell at high equilibrium price as set by the market. मार्केटले सेट गरेको प्राइसमा उनले
बेच्न पाउँदैन र यो इम्पोज गरेको गभर्नमेन्टले म्याक्सिमम प्राइस तोकेको प्राइसमा गर्नु पाउँछ। जस्तै अब बेसिक गुड्सको लागि हाम्रो त्यस्तो हुन्छ, प्राइस सपोर्ट पोलिसी हुन्छ, प्राइस सपोर्ट पोलिसीहरू तोकिदिएको हुन्छ। जस्तै अब चिनीको लागि साल ट्रेडिङले कति हुन्छ त 10 रुपियाँबाट 60-65 रुपियाँ तोक्छ, जबकि बजार मूल्य 85 रुपियाँ हुन्छ। त्यस कारण उनीहरूले 65 रुपियाँमा बेच्नुपर्ने हुन्छ। तर 65 रुपियाँमा तोक्दा के हुन्छ भन्ने ती असरहरू यदि गभर्नमेन्टले मोनिटरिङ गरेन भने अझ कन्ज्युमर भिक्टिम हुने भनेको दोस्रो कुरो हो। तर गभर्नमेन्टको इच्छा चाहना चाहिँ के हो भने त्यो सपोर्ट गर्ने हो। पुवर कन्ज्युमरलाई चाहिँ प्राइस कन्सेसन दिँदै म्याक्सिमम प्राइस तोक्दै प्राइस कन्सेसन दिँदै उसलाई प्रोटेक्ट गर्नुपर्ने हो। तर हुन्छ के त भन्दा यदि प्राइस तोकिदियो भने यहाँ सुन, अब यदि मिनिमम प्राइस तोकिदियो भने गभर्नमेन्टले यो प्राइस तोकिदियो भने यो सप्लायर्स हो, सप्लाई कर्ब हो, यो सप्लायर्सको सप्लायरले यति क्वान्टिटी यो प्राइस सिलिङमा वास्तवमा डिमान्ड पनि बढेर यहाँसम्म पुग्छ, क्युडीसम्म पुग्छ। यो किनभने एट लोवर प्राइस दे क्यान पुवर कन्ज्युमर क्यान बाई द मोर क्वान्टिटी टु, बट वाट हेपन, बट सेलर डज नट वान्ट टु सेल द्याट मच, ओन्ली दे क्यान सेल दिस क्वान्टिटी। ड्यू टु द्याट देयर विल बी द एक्सेस डिमान्ड अफ दिस इज द एक्सेस डिमान्ड। यो एक्सेस डिमान्ड एपियर हुन्छ। एक्सेस डिमान्ड मिन्स के हो? एक्सेस डिमान्ड भयो, एक्सेस डिमान्ड भयो भने के हुन्छ मार्केटमा, के हुन्छ थाहा छ? सर्टेज हुन्छ कि सरप्लस हुन्छ? गुड धेर गुड्स डेलिभर हुन्छ कि थोर गुड्स डेलिभर हुन्छ? बोल न। सरप्लस हुन्छ सर। सरप्लस हुन्छ एक्सेस डिमान्ड भनेको। हामीले धेरै डिमान्ड गरेर सप्लाई कम्ती सप्लाई गरौँ भने के हुन्छ? गुड्सको स्कार्सिटी हुन्छ। एक्सेस डिमान्ड हुँदा स्कार्सिटी हुन्छ सर। स्कार्सिटी हुन्छ, सर्टेज अफ गुड्स हुन्छ। यो कुरा बुझिराख। यो हामीले इफेक्टिभ प्राइस पोलिसी पढाएका छौँ नि। इनइफेक्टिभ प्राइस सिलिङ पनि हुन्छ। इनइफेक्टिभ प्राइस सिलिङ अहिले भिडियोले नि बोल्छ, त्यसको बारेमा म बोलिनँ, त्यो हाम्रो विषय होइन। तर उसमा चाहिँ प्राइस सिलिङ के गर्छ त भन्दा प्राइस सिलिङ चाहिँ योभन्दा माथि तोकिदिन्छ। योभन्दा माथि तोक्नुको अर्थ केही छैन। यो यसमा नकिनबेच हुन्छ, इक्विलिब्रियममै किनबेच हुन्छ। यो माथि योभन्दा माथि तोकिदियो भने प्राइस सिलिङ चाहिँ माथि तोकिदियो भने प्राइस क्याप गरिदियो भने यसलाई प्राइस क्याप भन्छ। प्राइस क्याप सिए क्याप भनेको टोपी है, सिएपी क्याप। प्राइस क्याप गरिदियो भने चाहिँ नकिनबेच हुन्छ, बिक्री हुन्छ। खालि त्यही इक्विलिब्रियम प्राइसमा जति डेलिभरी हुन्छ त्यति मात्रै किनबेच हुन्छ। अब यो पोलिसी भनेको इनइफेक्टिभ प्राइस सिलिङ पोलिसी। यो हामी पढ्दैनौँ, अहिले भिडियोले अलिअलि कुरा बोलिदिन्छ यसको बारेमा, त्यहाँ सुन्नु। तर हामी चाहिँ जब गभर्नमेन्टले कम प्राइस म्याक्सिमम प्राइस तोक्छ, जुन इक्विलिब्रियम प्राइसभन्दा कममा हुन्छ, त्यो प्राइस तोकिदियो भने त्यहाँ एक्सेस डिमान्डको कन्डिसन्स हुन्छ, सर्टेज हुन्छ। सर्टेज भयो भने के हुन्छ त? अब गुड्स सर्टेज भयो भने हामी कन्ज्युमरले के गर्छौँ त? त्यो सर्टेज गुड्स पाउनको लागि बढीभन्दा बढी मूल्य तिर्न तत्पर हुन्छौँ कि कमभन्दा कम मूल्य तिर्न तत्पर हुन्छौँ? ल भन त, भोलि हाम्रो खाद्यान्न सर्टेज हुने भयो भने हामी के गर्छौँ? अहिले जुन इक्विलिब्रियम प्राइस छ त्योभन्दा बढी प्राइस हामी तिर्न चाहन्छौँ, हो कि होइन भन त? किनभने अरूले लगिदियो भने हामी खान नपाएर मर्छौँ होला, हो कि होइन? त्यसो भए कहाँ गयो मेरो कर्सर? अब यहाँ सुन। त्यसकारण अब हामी चाहिँ कति तिर्न चाहन्छौँ त भन्दा हाम्रो विलिङनेस टु बाई यति हुन्छ, अघिको भन्दा बढी हुन्छ। अघि 10 थियो भने सपोज यो 15 हुन्छ, यो सपोज 15 हुन्छ। अब 15सम्म हामी तिर्न चाहन्छौँ, जबकि इक्विलिब्रियम प्राइस चाहिँ के छ त भन्दा यति छ। यो किन चाहन्छौँ त भन्दाखेरि अब यदि ब्ल्याक मार्केटर्सले ब्ल्याक मार्केटिङ चाहिँ कुनै इन्डल्ज एक्टिभिटी नहुनु, अनड्यू एक्टिभिटी यदि के अरे मार्केटमा नहुनु हो भने हामी वास्तवमा यति नै किन्थ्यौँ। हामी कति किन्थ्यौँ? हामी यति नै किन्थ्यौँ। तर यति गुड्स उसले डेलिभर गर्दैन, यति मात्रै डेलिभर गर्छ, यति मात्रै गुड्स हामी किन्न सक्थ्यौँ। कति प्राइसमा? यतिमा। तर अब इन्डल्ज एक्टिभिटी भएकोले गर्दाखेरि के गर्छौँ त भन्दा हामी जब गुड्स सर्टेज भयो भन्ने बुझ्छौँ, अब हाम्रो विलिङनेस टु बाई हाम्रो बढ्छ। हामी विलिङनेस टु बाई हामी धेरै तिर्न तत्पर हुन्छ। यो कुरा कसले बुझ्छ? ब्ल्याक मार्केटर्सले बुझ्छ। अनि उनीहरूले के गर्छ त भन्दा ब्ल्याक मार्केटर्सले यति नै क्वान्टिटी, जति क्वान्टिटी सप्लायरले जति क्वान्टिटी सेल गर्न खोजेको छ त्यति नै क्वान्टिटी उसले किनिदिन्छ। कति दाममा किन्छ त भन्दा सप्लायरले चाहिँ वास्तवमा यही प्राइस सिलिङमै उसले बेच्नुपर्ने हुन्छ। यो चाहिँ रेगुलेट गरेको हुन्छ गभर्नमेन्टले। यतिमा उसले उसको टोटल कस्ट यति खर्च गरेर कुनै ब्ल्याक मार्केटले मिडलम्यानले उसको यो कस्टमा उसले खरिद गर्छ, यति गुड्स खरिद गर्छ, यति गुड्स पर्चेस गर्छ। र त्यो पर्चेस गरेको गुड्स चाहिँ अब हामीलाई कतिमा बेच्छ त भन्दा हामी वास्तवमा त्यसको लागि कति तिर्न तयार छौँ त भन्दा उसलाई ब्ल्याक मार्केटले सबै किनिदिन्छ, यो मिडलम्यानले सबै किनिदिन्छ, हामीले थाहा नपाइकन उसले किनिदिन्छ। र उसले कति क्वान्टिटी किन्छ भन्दा क्युएस क्वान्टिटी नै किन्छ, जति उसले सेलरले बेच्न खोज्छ त्यति नै किन्छ। तर बेच्छ कतिमा हामीलाई भन्दा हाम्रो विलिङनेस टु बाई कति हो, त्यो कति तिर्न तत्पर छौँ भन्दा यो त्योभन्दा बढी मूल्य तिर्न तत्पर छौँ। र यो जुन डिफ्रेन्स छ नि, अब तिम्रो टोटल कस्ट भनेको कति हो त भन्दा तिम्रो
टोटल कस्ट भनेको त्यसको लागि कति भयो त भन्दा यहाँदेखि यता उसको टोटल कस्ट भयो यो टोटल कस्ट उसको भयो ब्ल्याक मार्केटरको तर उसको चाहिँ टोटल रेभेन्यू कति पायो भन्दा यहाँदेखि यहाँसम्म पायो टोटल रेभेन्यू यहाँदेखि यहाँसम्म पायो यति पायो भनेको यो जुन डिफरेन्स छ नि यो जुन डिफरेन्स छ यो डिफरेन्स चाहिँ उसको प्रॉफिट हो यो डिफरेन्स चाहिँ तिम्रो कुन के हो त भन्दा यो डिफरेन्स चाहिँ यसको प्रॉफिट हो यो चाहिँ बराबर उसको अब प्रॉफिट भयो यति बराबर ब्ल्याक मार्केटको प्रॉफिट भयो त्यसकारण यसरी गभर्नमेन्टले मोनिटरिङ गरेन भने हामीले पाउने फाइदा हामीलाई जुन प्रोटेक्ट गरेको थियो यो प्रोटेक्ट गरेको थियो ब्ल्याक मार्केटरको के भयो त भन्दा तिम्रो प्रॉफिट अफ ब्ल्याक मार्केटरको भयो यो एरिया चाहिँ ब्ल्याक मार्केटरको प्रॉफिट भयो यो एरिया चाहिँ यति उसको टोटल रेभेन्यू भयो लेस उसको कस्ट यति भयो र यति बराबर प्रॉफिट भयो त्यसकारण हामीलाई जुन सपोर्ट गरेको थियो गभर्नमेन्टले त्यो सपोर्टको चाहिँ नि सपोर्टको बेनिफिट चाहिँ कसले खाइदियो त भन्दा ब्ल्याक मार्केट अब यही हिसाब हामी एनालाइसिस गर्छौँ त्यसकारण यदि गभर्नमेन्टले इफेक्टिभ मोनिटरिङ पोलिसी चाहिँ इफेक्टिभ मोनिटरिङ गरेन भने उसले प्राइस सिल गर्दा गर्दै पनि प्राइस कन्सेसन दिँदा बोनाफाइड गर्ने उद्देश्यले जुन नीति ल्याए त्यो ल्याउँदै पनि कन्ज्युमर डज नट गेट एनी बेनिफिट फ्रम सच price ceiling or price control policy or price seal policy from the government point of view and unnecessary the appearance of the black marketers and the middlemen in the market they can exploit all the benefit of the consumer if government does not effectively perform any monitoring activity or market activity मार्केट मोनिटरिङ एक्टिभिटी चाहिँ पर्फेक्टली चाहिँ इम्पोज गरेन भने यस्तो किसिमको अवस्था हुन्छ अब यही कुरालाई म अब तिमीलाई यो प्राइस सिलिङको कुरा अलिकति मैले बोले यहाँ यसको डेफिनेसनहरु यहाँ छ डेफिनेसन भनेको डेफिनेसन म यो स्लाइड पठाइदिन्छु यहाँ त्यसको डेफिनेसन देखो छ म्याक्सिमम प्राइसले सिल गर्छ त म्याक्सिमम प्राइस भनेको इक्विलिब्रियम प्राइस भन्दा जहिले पनि कम हुन्छ र अर्को कन्सेप्ट भनेको प्राइस फ्लोर पनि के हो त भन्दा यदि अब हामीले अघि यो भन्दा अगाडि पढाएको थियौं हाउ लेबर मार्केट इज इक्विलिब्रियम लेबर मार्केट विल बी इक्विलिब्रियम बाइ पर्फेक्ट इंटरेक्शन बिट्विन लेबर डिमान्ड एन्ड लेबर सप्लाई and this once and it determines what equilibrium quantity of labor quantity equilibrium quantity of labor भनेको लेबर को equilibrium quantity and the other hand equilibrium wage सुन्न है यहाँ वेज राखेको छ यहाँ लेबर युनिट अफ लेबर राखेको छ त बाइ पर्फेक्ट इंटरेक्शन by demand and supply of labor in labor market the equilibrium point will be set up where there is no excess labor no excess supply of labor no excess demand of labor but there is equality between labor demand and labor supply at this particular point and determines equilibrium quantity of labor. Suppose you can say this one equilibrium labor and then equilibrium price, other end equilibrium wage will be determined. But suppose this equilibrium wage is too low, this income for labor is too low, they suppose that this equilibrium wage is too low, they cannot afford the basic, they cannot afford their basic goods by this low wage income, then government try to support them, give fixing the max minimum wage policy, which is known as the price floor or wage floor. Wage floor हुँदा चाहिँ के हुन्छ भनेपछि अब यो उनीहरुले पाएको वेज चाहिँ मिनिमम भयो, कम भयो, so that they cannot afford their basic goods too due to their low wage income. Then what happens? Government imposes minimum wage to and minimum wage to all entrepreneur लाई अब all factory owners लाई या all producer लाई के भन्छ भने तिमीले मिनिमम वेज यति तिम्रो वर्कर्सलाई दिनुपर्छ भनेर त्यो भन्दा केही माथिको वेज उनले दिन्छ, so that at high wage at least labor can afford their basic goods. Then what happen in the market at this high wage? Similarly अघिको जस्तै there is the shortage of goods हुन्छ भने excess supply of labor हुन्छ, because at high wage entrepreneur now wants to give more and more job opportunity, or they will demand more and more labor, or less and less less unit of labor they will demand. के गर्छ लु भन त
At high wage they will demand more or they will demand less labor. के गर्छ? लेस लेबर होला, लेस लेबर गर्छ यहाँ हेर नि त, किनभने उसले त हाई प्राइस जति वेज बढ्दै जान्छ उति कमलाई इम्प्लोइमेन्ट दिन्छ नि, त्यसकारण उसले लेस अब उसको चाहिँ नै यदि यदि म्याक्सिमम प्राइस सरी मिनिमम वेज चाहिँ उसले तोकिदिएको छ भने कम लेबर चाहिँ उसले के गर्छ त डिमान्ड गर्छ। तर वेयरएज वी लेबर वान्ट्स टु कन्ट्रिब्युट मोर टाइम इन द वर्क ड्यू टु द हाई वेज। अब हाई वेजमा चाहिँ हामी के गर्न चाहन्छौँ त भन्दा हाई लेबर सप्लाई गर्न चाहन्छौँ, जान्नु? यदि बढी वेज पाएँ भने अझै बढी वेज दियो भने म एउटा यो पिरियड होइन योभन्दा 3-4 पिरियड पनि म पछाडि लिन्छु यदि मेरो वेज चाहिँ बढ्छ भने। ल के अरे भनोस् क्याम्पसले मेची क्याम्पसले भनोस् अब तिमीले अहिले जति पाएका छौ त्योभन्दा म यसलाई डबल गरिदिन्छु भनेपछि म के हुन्छु? म उत्साही हुन्छु कि निरुत्साही हुन्छु? धेरैभन्दा धेरै पिरियड लिने उत्साही हुन्छु कि निरुत्साही हुन्छु भन त, मेरै कुरा गर। तर वेज बढी हुने बित्तिकै के गर्छ त के अरे क्याम्पसले के गर्छ? लु भयो सर अब चाहिँ तपाईँले वेज हाई वेज चाहिँ तपाईँ चाहिँ डिमान्ड गर्नुहुने भयो, तपाईँलाई हामी अब तपाईँलाई 1 घन्टा लगा 3 घन्टा लगाएको थिएन, अब तपाईँ 1 घन्टा मात्रै काम गर्नुहोस्, एउटा मात्रै पिरियड पढाउनुहोस् है भन्छ। त्यसो हुँदा के हुन्छ? यो सिचुएसन के भयो? यो वी वान्ट टु गेट मोर जब बट इन्टरप्रेन्योर वान्ट टु गेट लेस जब, देन वाट हैपन हियर? Will get excess here, excess supply cases appear or excess demand will be appear for labor. के भयो? excess demand भयो कि excess supply भयो लेबर को यहाँ? excess demand भयो कि excess supply भयो? मैले डिमान्ड होला कसरी excess? मैले धेरै काम गर्न पाउने अवसर चाहिँ त्यहाँ के भयो त? एक्सेस सप्लाई अफ लेबर भएन। म धेरै काम गर्न चाहन्छु जबकि काम चाहिँ के हुन्छ कम पाउँछु भनेपछि एक्सेस सप्लाई भएन यहाँ। अनि एक्सेस सप्लाई भनेको के हो त? इम्प्लोइमेन्टको अपर्च्युनिटी हो कि अनइम्प्लोइमेन्टको अपर्च्युनिटी हो? सबले यति बराबर काम गर्न चाहन्छ तर वास्तवमा उसले यति बराबरको काम पाइरहेको छ, अथवा यतिजना मान्छेले काम गर्ने इच्छा देखाएको छ यो वेजमा तर वास्तवमा इन्टरप्रेन्योरले यति मात्रै फुलफिल गरिरहेको छ, जब अपर्च्युनिटी यति मात्रै उसले प्रोभाइड गरेको छ, जबकि हामी यति चाहिँ अपेक्षा गर्छौँ, यति चाहन्छौँ भनेपछि त्यहाँ के भयो? मार्केटमा लेबर बढी भयो कि मार्केटमा लेबर कम भयो? त्यो वेजमा बढी काम गर्ने मान्छे देखिए कि त्यो वेजमा कम काम गर्ने मान्छे देखिए? बोल न बाबु। कम जति वेज बढायो उति हामी सुत्छौँ त कि राति पनि काम गर्छौँ? एक्सेस सप्लाई भयो, एक्सेस सप्लाई भयो, लेबरको एक्सेस सप्लाई भयो। हामी धेरै काम गर्न चाहन्छौँ तर दिनेले कम काम गर्न दिन चाहन्छ, त के भयो त? अब यहाँ हामी इम्प्लोइमेन्टको अपर्च्युनिटीबाट भेट्यौँ कि हामीले अनइम्प्लोइमेन्टको अवस्था हामीले आउने भयो? अब इम्प्लोइमेन्ट हुने कि अनइम्प्लोइमेन्ट हुने भयो? अनइम्प्लोइमेन्टको सिचुएसन भयो, अनइम्प्लोइमेन्ट भयो, हामी अनइम्प्लोइड हुनुपर्ने हुन्छ। हेर त अब गभर्मेन्टले गर्न खोजेको थियो के भयो? के गभर्मेन्टले गर्न खोजेको थियो? सपोर्ट गर्न खोजेको थियो ताकि बेसिक गुड्स पनि कम्तीमा त्यो वेजले कम भयो भनेर गभर्मेन्टले के गरेको थियो त भन्दा उनीहरूको बेसिक निड्स फुलफिल गर्नको लागि म्याक्सिमम वेज तोकिदिएको थियो। तर त्यो म्याक्सिमम वेजले गर्दा कम्तीमा कतिजनाले यतिले त गुमायो होइन, तर त्यो वेजमा यतिजना मान्छे चाहिँ अनइम्प्लोइड भएर बस्यो। यति त यसै कम्ती भयो। ती माथि सम पिपुल हु वान्ट्स टु गेट द मोर जब अपर्च्युनिटी ड्यू टु द इन्क्रिजिङ वेजमा धेरै अरूले पनि इच्छा व्यक्त गरेको थियो, त्यो त पाउँदै पाएन। अघि पाएकोले पनि के भयो त गुमायो भनेपछि एक्सेस सप्लाई भयो। एक्सेस सप्लाई चाहिँ अनइम्प्लोइड भयो। अब गभर्मेन्टले गर्न खोजेको के थियो? भयो कि यदि मार्केटमा मोनिटरिङ भएन भने, यदि इफेक्टिभली त्यो पोलिसी चाहिँ लागू भएन भने, गभर्मेन्टको इन्टरभेन्सन प्रोपर भएन, खालि प्राइस फ्लोर मात्रै गरिदियो, म्याक्सिमम वेज मात्रै तोकिदियो भने त्यसले अझ फर्दर कसलाई भिक्टिमाइज गर्छ? लेबरलाई नै भिक्टिमाइज गर्छ। दे बिकम अनइम्प्लोइड मोर बाई द प्राइस फ्लोर पोलिसी। अब यसको कुराको हामी एनालाइसिस गर्छौँ। अघि जसरी डिमान्डमा गऱ्यौँ अहिले त्यसरी गर्छौँ। ठिक छ? अब कुरो बुझ्यो होला नि? प्रब्लममा गएर हेर्नु। अब ट्याक्सको कुरा भोलि पढाउँछु। यहाँ ट्याक्स डिस्ट्रिब्युसन गर्ने यस्तै अवस्थाहरू आउँछन्। अब अहिले म पढाउँछु ब्रेक इभनको कुरा। अहिले म पढाउँदिनँ ब्रेक इभनको कुरा, यो भ्यामेनले पढाउँछु। अहिले यो प्राइस फ्लोरको कुरा पढाउँछु। ब्रेक इभनको कुरा यो स्लाइड नम्बर कति 4 र 5 आफै पनि बुझ्छौ, बुझ्यो पढ्नु, बुझेन भने म गरिदिन्छु। त्यतिकै किन
ह्याङ भयो फेरि एकछिन पर्खायो अब ह्याङ भयो ल अब कहाँ पुगेको थियो भने ए 5 नम्बरको हेर है अब यहाँ हेर 5 नम्बरको यो हेर Now determine the एकजनाले पढ त यो फास्ट read one concern The demand and supply function for a good are price demand function is equal to 60 minus 0.5 quantity demand and price supply is equal to 10 plus 0.5 quantity supply respectively. Determine the equilibrium price and quantity. Analyze the effect of the introduction of a price ceiling of ₹30 in this market. Calculate the profit made by black marketers if a black market is operated in this market. Graph the demand and supply function showing the market equilibrium and also the price ceiling. Effect of price ceiling la यसले के भन first of all you have to determine the equilibrium price and quantity as the demand and supply are given. Now it is so far studied or not, we have learned this one. It is your demand function and it is your supply function under market equilibrium, under market clearing condition. This condition will be fulfilled. PD equal to PS equal to P or QD equal to QS Q. So that this demand function you can write in this way and this supply function you can write in this way. So that in term of PD, in term of PD, P you can write, in term of PS you can write P, and in term of QD you can write Q, and in term of QS you can write Q. That means you have to give the homogeneous unit for price and quantity in this way. Now under market clearing condition, what happened? PD equal to PS. PD equals to PS as demand function is demand and supply function is given as a P equal to function of Q, and put the value of here, this one and this one, and generally you can get the equilibrium quantity in this way. This is your equilibrium quantity, and equilibrium price if you charge in demand function, taking demand functions, so that you can get the equilibrium price. Hence you can say equilibrium price is ₹35 and equilibrium quantity is 50. Don't forget this one. Equilibrium price without any intervention in the market, if government does not intervene in the market, by perfect interaction between demand and supply curve, that determines equilibrium quantity 50 unit as well as equilibrium price ₹35. Am I right? यो कुरा बुझ्यौ? यो कुरा बुझ्यौ बुझेनौ? ल अब हुन्छ के भन्दाखेरि अब नम्बर बी मा जानुपर्छ। ए ल नम्बर बी मा हैन, पहिला ग्राफ गरौँ यसलाई। ल it is your demand function. It is your demand function here. This is your demand function, and it is your supply function. Look at here. By perfect interaction between demand and supply here, Q equilibrium quantity is determined कति? यो कति determined भएको छ? कति determined भएको छ? यो 50 unit determined भएको छ. It is 50 unit, and equilibrium price is here. यो कुन हो? Equilibrium price is here 35. यहाँ 35 equilibrium price determined भएको छ। अझ मजाले बनाउने हो भने बनाऊ, के छ यो मेटेर बनाइदिउँ। यो अघि पढाउँदा थियो त्यसैबाट बुझाउन खोजेको, झन् झमेला हुन्छ। अब म मजाले तिमीलाई स्टडी गरिदिन्छु है यो। ल now look at here. It is your demand function by कसै बनाउन सक्छौ नि, टेकिङ प्राइस इन्टरसेप्ट र टेकिङ इक्विलिब्रियम प्राइस र इक्विलिब्रियम इन्टरसेप्टबाट तिमीले चाहिँ के गर्न सक्छौ, डिमान्ड फंक्शन अर क्वान्टिटी इन्टरसेप्ट निकालेर गर्न सक्छौ, र सप्लाई फंक्शन पनि क्वान्टिटी इन्टरसेप्ट र प्राइस इन्टरसेप्ट निकालेर गर्न सक्छौ। यसरी मैले हिजै सिकाएको छु। अब यो तिम्रो पीएस फंक्शन भयो, सप्लाई फंक्शन भयो, यो तिम्रो डिमान्ड फंक्शन भयो। नाउ इट इज योर इक्विलिब्रियम पोइन्ट
and equilibrium quantity is you have equilibrium quantity. Look at here. It is 50 कति छ ए नानी यो मोबाइल लिएर जाऊ न खाली क्याटाङ टुङ गर्छ त र पनि now it is equilibrium quantity you have got 50 unit, don't forget this one, and equilibrium price you have got here, equilibrium price 35, it is your 35. यो तिमीहरुको ग्रुपले हैरान बनाइसक्यो मलाई मेसेज पठाई मेसेज गरेको गर्छ पढ्ने बेलामा न यो तिम्रो यसरी इक्विलिब्रियम यो एक नम्बरको तिमीले गर्यो यो मार्केटिङ शोइङ इक्विलिब्रियम कन्डिसन विदाउट इम्पोजिङ प्राइस सिलिङ अब प्राइस सिलिङ भइसकेपछि के हुन्छ अब यहाँ पढ है यहाँ देख्छौ नि तिमीहरुले नानी यो देख्छौ नि यो अब कति रुपैयाँको प्राइस सिलिङ गरेछ 30 रुपैयाँको यो कुरा याद गर नाउ व्हाट इज योर डिमान्ड फंक्शन यहाँ हेर PD = 60 - 0.5 PED लेख अब when ल यहाँ हेर है अब when the price ceiling of ₹30 is introduced in the market by government the quantity demanded at ₹30 मा कति हुन्छ टेकिङ डिमान्ड फंक्शन यहाँ देख्छौ यो यस 30 भयो अब यो डिमान्ड फंक्शन ल्याऊ र तिमीले प्राइस सिलिङ यो सिलिङ प्राइस गरेपछि ₹30 इम्पोज गरेपछि गभर्नमेन्टले ₹30 इम्पोज गरेपछि कति क्वान्टिटी डिमान्ड हुँदो रहेछ 60 हुँदो रहेछ कुरो बुझ्यौ होला नि यदि गभर्नमेन्टले 30 रुपैयाँको प्राइस सिलिङ गर्छ भने अघि मैले ग्राफ बनाएकै थिएँ यहाँ यस्तो थियो मैले अब अलिकति यहाँ सर्टकटमा बनाएँ यो इक्विलिब्रियम प्राइस कति थियो त 35 थियो अब गभर्नमेन्टले 30 मा इम्पोज गर्यो 30 प्राइस सिलिङ कति हो मिनिमम मैक्सिमम प्राइस 30 उले सेट गर्यो यो प्राइस सिलिङ गर्यो यो इक्विलिब्रियम प्राइस हो अघि मैले भने इक्विलिब्रियम प्राइस भन्दा सिल गरेको प्राइस कम हुन्छ कम भएको छ त हामी कति डिमान्ड गर्छौं त भन्दा हामीले यो सिलिङ प्राइसमा हाम्रो क्वान्टिटी कति हुन्छ त भन्दा कति आयो 60 युनिट आयो जबकि अघि इक्विलिब्रियम क्वान्टिटी कति आएको थियो कति आएको 50 आएको थियो 50 आएको थियो है यो इक्विलिब्रियम क्वान्टिटी 50 आएको थियो अब यो सिलिङ प्राइसमा सेलरले वास्तवमा यो सेलरले यो हाम्रो यो डिमान्ड हो सेलरले चाहिँ वास्तवमा कति सेल गर्छ भने फेरि त्यसै गरी निकाल एट सिलिङ प्राइस अगेन यहाँ एट डिमान्डेड अफ प्राइस सिलिङ एट ₹30 इज 60 युनिट नाउ सिमिलरली क्वान्टिटी सप्लाइड 30 युनिटमा कति सप्लाई हुन्छ यहाँ हेर टेकिङ सप्लाई फंक्शन यहाँ अघि 10 + 0.5 क्यूएस भएको छ अब यो सिलिङ प्राइसको हाल 30 रुपैयाँ हाल यहाँ 30 रुपैयाँमा निकाल यहाँ तिम्रो यो हालिसकेपछि क्वान्टिटी सप्लाई कति हुन्छ 40 युनिट आउँछ ल हेर उले चाहिँ वास्तवमा 40 युनिट मात्रै चाहिँ गर्न खोज्छ अब यहाँ के भयो त भन्दा hence the quantity supply at price ceiling ₹30 is 40 unit then it is the condition of excess this is the condition of excess demand or excess supply tell me के भयो डिमान्ड बढी भयो कि सप्लाई बढी भयो डिमान्ड भयो एक्सेस डिमान्ड कतिले भयो त एक्सेस डिमान्ड 20 ले 20 ले भयो भनेको 60 - 40 = 20 भयो now 20 unit is become now surplus or shortage it is what is this एक्सेस डिमान्ड भएपछि के हुन्छ सरप्लस हुन्छ कि शॉर्टेज हुन्छ यति अवेलेबिलिटी हुन्छ कि बढी सरप्लस हुन्छ कस्तो कुरा गर्छ शॉर्टेज हामी शॉर्टेज हुन्छ सर शॉर्टेज so that it is shortage यति हुन्छ अब बुझ्यो होला नि जब प्राइस सिलिङ गर्छ त्यहाँ शॉर्टेज हुन्छ किनभने त्यो कम प्राइसमा कम बेच्न चाहन्छ सप्लायरले हामी बढी किन्न चाहन्छ भने शॉर्टेज भइहाल्छ so hence the shortage goods of the market is consumer willing to pay price is by कति युनिट भन्दा by कति युनिट 20 युनिट शॉर्टेज भयो अब 20 युनिटले शॉर्टेज भइसकेपछि देयर if the goods is shortage now black marketing activity will be operated in the market जब शॉर्टेज हुने बित्तिकै ब्ल्याक मार्केट सरप्लसमा कहिले पनि ब्ल्याक मार्केटिङ हुँदैन सरप्लस भनेको कहिले पनि हुँदैन जसरी पनि सेलरले सेल गर्न चाहन्छ त्यहाँ तर शॉर्टेजमा चाहिँ के हुन्छ अब ब्ल्याक मार्केटिङ आउँछ जब
बजारमा अहिले सर्टेज भयो नि, यसलाई कति ब्ल्याक मार्केटिङ भइरहेको छ हेर त। कोभिड हिजो हामीले 80 रुपियाँमा खाएको चिनी तिमीहरू त अब किन्दैनौ पनि होला, तिम्रो बाबाआमाले किन्नुहुन्छ, तिम्रो गार्जेनले किन्नुहुन्छ। अब 60 को चिनी 80सम्म 80 को चिनी अहिले 100 रुपियाँमा किन्दैछौँ, त्यही पनि पाउँदैनौँ र बा अझै बढ्छ कि भनेर अझ हामी के गर्छौँ त भन्दा बढीभन्दा बढी प्राइसमा, होइन 100 होइन 120 भए पनि दिनुहोस् न, हजुर 5 केजी भए दिनुहोस् भन्छौँ हामी। त्यसकारण अब त्यो ब्ल्याक मार्केटर्सहरूले के गर्छ त भन्दा अब अनड्यू एक्टिभिटीहरू चाहिँ नि एक्टिभेट गर्न थाल्छ। अब त्यसको लागि यहाँ हेर, लुक एट हियर नाउ। अघि पढाएको मैले मेटिदिएको छु यहाँ, तिमीहरूलाई बुझ्न सजिलो होस् भनेर। Now look at here. Now, if there is shortage of good up by 20 units, so far we are discussed here, then what happened? At higher price, consumer are willing to pay more for 20 unit. अब वास्तवमा सेलरले चाहिँ 20 युनिटै बेच्छ। यति 40 युनिट हो, यो 40 युनिटको लागि हामी कति तिर्न तयार छौँ त भन्दा we have to take our demand function and put the quantity supply of unit 40, QS equal to 40 हाल। किनभने वास्तवमा सेलरले बेच्ने भनेको सेलरलाई चाहिँ यो सिलिङ प्राइसमा चाहिँ उसले 40 युनिटै बेच्न चाहन्छ, ऊ 60 युनिट बेच्न चाहँदैन। त्यसकारण यो 40 युनिटको लागि हामी कति तिर्न तयार छौँ भन्दा 40 रुपिस, जबकि इक्विलिब्रियम प्राइस 35 थियो। यहाँ हेर इक्विलिब्रियम प्राइस 35 थियो। अब हामीले हाम्रो विलिङनेस टु पे चाहिँ कति भयो त भन्दा हाम्रो विलिङनेस टु पे चाहिँ कति भयो भन्दा 40 रुपिस भयो। यहाँ हेर यो यहाँबाट आयो 40 रुपिस आयो। कुरो बुझ्यौला नि, कति रुपिस आयो? 40 आयो। अब due to the shortage of the goods, black market is operated in the market, hence the black market buy how many unit? black market कति युनिट बाई गर्छ भन त? 40 युनिट। जति सेलरले सेल गर्न खोज्छ ब्ल्याक मार्केटर टी यार यो ब्ल्याक खोइ के ब्ल्याक मार्केटर बाई हाउ मेनी युनिट? 40 unit at what price? At ceiling price. At ceiling price. उसले त ceiling price मै उसले बेच्नु पर्यो नि। ceiling price भने कति हो? 35 हो? 30 ए 30 त्यसो भए उसको टोटल कस्ट कति भयो त? टोटल कस्ट कति भयो त भन्दा उसको प्राइस सिलिङ इन्टु क्वान्टिटी पर्चेज यति हो त इक्वल टु कति भयो त भन्दा 30 इन्टु 40 त्यहाँ गरिदिएको हुन्छ। तर यहाँ तिमीलाई अझै मजाले बुझाउनको लागि मैले गरिदिएको 1200 हो। 1200 मा उसले किन्छ सप्लायरबाट, हामीले थाहा नै पाउँदैन उसले किनिसकेको हुन्छ। अब उसले वास्तवमा हामीलाई कति बेच्छ त? अब यो ब्ल्याक मार्केटरको बाई भनेको यो उसको टिसी भयो। अब उसको ब्ल्याक मार्केटरले कति बेच्छ त त्यो गुड्स हामीलाई? हामी कति तिर्न तयार छौँ? 40 ब्ल्याक मार्केटर सेल्स कति सेल्स गर्छ? कति युनिट? 40 युनिट। एट व्हाट प्राइस? 40 रुपीस। 40 एट आवर विलिङनेस टु पे प्राइस। हाम्रो जति पे गर्ने उसले बुझेको हुन्छ, हामीले कति हाम्रो डिमान्ड फङ्सन उसलाई नोन हुन्छ। हामी 40 रुपिस, त्यसैले उसले 40 युनिट कतिमा बेच्छ त भन्दा 40 रुपिसै बेच्छ। भनेपछि उसले कति प्राप्त गर्ने भयो हामीबाट? 1600 1600। नाउ व्हाट इज ब्ल्याक मार्केट प्रॉफिट? नाउ प्रॉफिट चाहिँ कति भयो त उसको? यहाँ दिएकै छ 1200। यहाँ दिएकै इट इज ब्ल्याक मार्केटर्स प्रॉफिट। यो भनेको के हो त भन्दा यहाँ हेर इक्विलिब्रियम क्वान्टिटी यहाँ भयो, देख्यौ नि इक्विलिब्रियम प्राइस यो भयो विदाउट intervention of government, without imposing price ceiling policy. Now if government impose the policy, then what happens? This price will be set where this much unit is what? It is what? Excess demand, whereas it is the supply. It is a demand by consumer and it is supply. Now this unit equals to, we have got 20 unit. Due to this 20 unit, what happens? Black marketing activity will be operate so that black market purchase this 40 unit from seller
and he sells at our willingness to price rupees this 40 and obtain this much profit. How much profit? This much 400. this much profit यो पहिलो भागले this much profit है यो पहिलो भागले देखाएको or के भन्न खोजिन्छ भने उसको चाहिँ के हो त भन्दा यति बराबरको उसको रेभिन्यू भयो यति बराबरको उसको रेभिन्यू भयो र उसको कस्ट चाहिँ कति भयो त भन्दा उसको कस्ट चाहिँ वास्तवमा उसको कस्ट चाहिँ यति भयो भने चाहिँ यो पहिलो भागको चाहिँ उसको यो प्रॉफिट हो यो उसको प्रॉफिट भयो यो प्रॉफिट भनेको कति हो त भन्दा दिस 400 भयो ठीक छ नि बुझ्यौ होला नि Yes, sir. अब अलिकति अर्को हेरौँ ब्रेक इभनको कुरा छोड्दियो अहिले अब लेबर मार्केट इक्विलिब्रियमको कुरा गरौँ ल अब सरप्लसको पोलिसी छ भने गभर्नमेन्टले सरप्लस यदि गभर्नमेन्टले प्राइस फ्लोर पोलिसी अपनाएको छ भने प्राइस फ्लोर भनेको के हो त भन्दा जहिले पनि मिनिमम वेज भन्दा गभर्नमेन्टले के गर्छ त मिनिमम के अरे जति इक्विलिब्रियम वेज छ त्यो भन्दा मिनिमम वेज उसले त्यो भन्दा इक्विलिब्रियम वेज भन्दा माथि तोकिदिन्छ हेर अब मिनिमम के अरे इक्विलिब्रियम वेज कसरी निकाल्ने यहाँ के दिएको छ डिमान्ड दिएको छ यहाँ सप्लाई दिएको छ इक्विलिब्रियम फाइन्ड द इक्विलिब्रियम नम्बर अफ वर्कर्स एन्ड इक्विलिब्रियम वेज त्यो निकाल्नको लागि के हो तिम्रो यो डिमान्ड फंक्सन हो यो सप्लाई फंक्सन हो अन्डर मार्केट इक्विलिब्रियम कन्डिसन इक्विलिब्रियम क्वान्टिटी अफ लेबर एन्ड इक्विलिब्रियम वेज आर डिटरमिन अन्डर WD equals to WS equals to W or LD equal to LS equal to LA भनिसकेको छ नाउ यु क्यान राइट इन दिस वे अगेन WD को ठाउँमा W र LD को ठाउँमा L WS को ठाउँमा W र LS को ठाउँमा L राखेर गर्छौ by equating this one you can get the equilibrium quantity of labor. Now put this equilibrium quantity of labor at demand function, taking the demand function this one and put the value of equilibrium level of labor and you can get the equilibrium wage and that equilibrium wage is 400. Now this 400 is too less. This is too less so that government imposes minimum wage policy of rupees 560 ल त्यो भन्दा माथि यहाँ 560 उसले इम्पोज गरौ त इम्पोज गरौ भने के भन्छ एनालाइज द इफेक्ट के हुन्छ बजारमा मार्केटमा के हुन्छ लेबर मार्केट के हुन्छ भने एक्सेस सप्लाई हुन्छ अनइम्प्लोइड हुन्छ कति बराबरको अनइम्प्लोइड हुन्छ त्यही एनालाइज गर भनौ अब यति भयो नाउ त्यसो भए अब यता हेर अहिलेको जस्तै लाइक प्राइस सिलिङ यता हेर अब when government imposes minimum rupees 560 then what happen here now taking demand function then demand function ल्याउ 560 हाल वेज यति हाल so that labor demand will is only 40 अघि कति थियो लेबर डिमान्ड भन त अघि लेबर डिमान्ड कति थियो भन त कति आएको थियो इक्विलिब्रियम लेभल कति आएको थियो इक्विलिब्रियम लेभल 50 की कति आएको थियो याद गर्दैन तिमीहरु यहाँ कति युनिट आएको छ यहाँ हेर त 50 हो त पढ न बुझ्दैन 50 आएको थियो ल हेर अघि 50 आएको थियो यो बराबर 50 थियो यो 50 थियो अहिले कति हुने भयो त लेबर डिमान्ड कति हुने भयो यहाँ 40 भयो 40 अघि 50 थियो 40 सो लेबर सप्लाई अब लेबर सप्लाई त्यसै गरी निकाल लेबर सप्लाई हामी कति सप्लाई गर्न चाहन्छौं एट मोर वेज वी वान्ट टु सेल मोर आवर इन आवर वर्क देन व्हाट हैपन आवर लेबर सप्लाई 90 युनिट भयो यो बराबर चाहिँ 90 युनिट भयो यो लेबर सप्लाई चाहिँ यहाँबाट यहाँदेखि चाहिँ तिम्रो कति भयो त भन्दा 90 युनिट भयो जबकि यहाँदेखि यहाँसम्म चाहिँ कति भयो त भन्दा only 40 युनिट भयो त्यसो भए के भयो 90 युनिट भएपछि के भयो लेबर सप्लाई इज ग्रेटर or लेबर डिमान्ड इज ग्रेटर लु भन labor supply is greater. Labor supply. We want to sell our more unit of mental and physical, mental as well as physical work in the production. हामी धेरै लेबर आवर कन्ट्रिब्युट गर्न चाहन्छौं तर दिनेले हामीलाई कति जब दिदैछ भन्दा only 40 आवर भनेको यो 50 युनिट 90 minus 40 equals to कति भयो त भन्दा तिम्रो 50 भयो hence this
90 minus 40 is 50. Thus, the surplus of labor shows there is the unemployment in labor market. Hence, the number of unemployed labor is कति भयो त 50 भयो. त गभर्नमेन्ट के 50 अनइम्प्लोइड होस् भनेर चाहेको थियो. के थियो गभर्नमेन्टको उद्देश्य? के हुन्छ गभर्नमेन्टको उद्देश्य? के थियो भन त? के थियो गभर्नमेन्टले बिफोर इम्पोजिङ मिनिमम वेज उसले गभर्नमेन्टले के सोचेको थियो? सो द्याट लेबर क्यान गेट द हायर लिभिङ स्ट्यान्डर्ड, होइन? होइन, हायर लिभिङ स्ट्यान्डर्ड चाहिँ एफोर्ड गरोस् भनेर चाहेको थियो. तर भयो के? फर्दर दे आर मोर भिक्टिमाइज बाई के हो? स्केपिङ दियर जब. द्याट मिन्स 50 युनिट अफ लेबर, 50 लेबर दे हेभ नट गट द job opportunity due to the price floor policy or maximum wage policy. Sorry, minimum wage policy. Minimum wage policy impose गरेपछि minimum भनेको त्यो भन्दा इक्विभलेन्ट प्राइस भन्दा कम्तीमा त्यो भन्दा केही बढीमा उसले मिनिमम वेज चाहिँ त्यति दिनै पर्छ. इन्टरप्रेनरलाई चाहिँ के गर्दा इन्टरभेन्स गरिसकेपछि अनइम्प्लोइड भएर रह्यो. त्यसकारण फर्दर मोर उनीहरू अनभिक्टिम. त्यसकारण एउटा कुरा के बुझ्यो भने गभर्नमेन्टले हिजोका कुरा पनि होइन, हिजो तिमी समझमा एक कुरा पनि त हेर्छौ नि, होइन? हिजो के थियो नेपालमा? हिजो के भयो? एनीबडी? हिजो प्राइम मिनिस्टरलाई निकाल्दियो भने हो. हिजो के भयो त? गभर्नमेन्टले क्लेम गर्यो. तिमीहरूले हिजो सुनेको छैन? पीएमको भाषण सुने, हामीले यसो गर्यौँ, उसो गर्यौँ, त्यसो गर्यौँ, त्यसो गर्यौँ, के गर्यौँ भनौँ. वास्तवमा उसले गरेको पनि थियो होला, तर त्यो पोलिसी इफेक्टिभ भएन भने वास्तवमा बजारमा हुँदो रहेछ के? रियल मार्केटमा के हुँदो रहेछ त भन्दा उसले एउटा पोलिसी गर्दा मोनिटरिङ गर्न प्रभावकारिता देखाएन, अथवा उसका चाहिँ निकायले प्रभावकारी किसिमले मोनिटरिङ गरेन, त्यो पोलिसीलाई इम्प्लिमेन्ट गरेन भने एउटा उद्देश्यबाट ल्याएको हुन्छ, परिणाम अर्कै हुन्छ. यहाँ यही हिसाबबाट हामी के भन्न सक्छौँ भने गभर्नमेन्टले लेबरलाई सपोर्ट गर्नको लागि अहिले भर्खर पनि ल्याएको छ. 1500 रुपियाँ मिनिमम वेज हुनुपर्छ भनेर गभर्नमेन्टले अहिले भर्खर पनि भनिरहेको छ. यदि त्यसलाई इम्प्लिमेन्ट गरेर त्यसलाई मोनिटरिङ गरेन भने यसरी लेबर अनइम्प्लोइमेन्ट हुने सिचुएसन हुन्छ. वास्तवमा यस्तो भयो भने अनि गभर्नमेन्टले के हुन्छ, जतिसुकै काम गरे पनि देखिँदैन र गभर्नमेन्टले के भन्छ त भन्दा अरू गभर्नमेन्टको अपोनेन्ट्सले गर्ने कुरा उठाउने कुरा यो हुन्, तिमीले त गर्न खोज्यौ त्यसो, तर भयो यसको को हो जिम्मेवार भनेर हिजोका कुराको मैले एउटा चाहिँ नि एउटा एक्जाम्पल दिन खोजेको. अब यसलाई म तिमीहरूलाई एउटा भिडियो मार्फत सेयर गर्न खोज्छु. एउटा भिडियो सेयर गर्छु. खै त भिडियो छैन त पर्खै. Now let's discuss what happens when सुन्यो? Yes, sir. government steps in and regulates prices of a product. So the first one we're going to talk about is a price ceiling. And if you think about it, it's when the government steps in and sets a legal maximum, right? The maximum price that can be charged. So that kind of makes sense, right? A ceiling, you can't go above the ceiling, it's the maximum. All right, so we'll get back to these other bullet points right here, but let's go to the graph and let's talk about how a price ceiling can be effective versus ineffective, right? So the government's going to step into a market and say, hey, the prices are out of control here. Effective or uneffective भनेको यो इफेक्टिभ को चाहिँ यो इफेक्टिभ प्राइस भनेको यो मिनिमम यो इक्विभलेन्ट प्राइस भन्दा माथि हुन्छ, इनइफेक्टिभ हुन्छ. यसको पनि यसले डिस्कस गर्छ. यो मैले काटिदिएँ. म तिमीलाई यो इफेक्टिभबाट तिमीलाई यो भिडियो पनि पठाउँछु, पुरै सुन्नु. तर अहिले म यहाँ प्राइस इफेक्टिभ प्राइसबाट सुरु गराउँछु है. It says you can't charge more than 1,200. They're like, fine, we're already trading at 1,000. We're just going to keep trading at 1,000. In this case, the price ceiling of 1,200 has no effect on the market, right? The market's going to keep doing what it was doing and trading at 1,000. So now let's consider that and let's take it to this other graph and let's discuss an effective price ceiling, right? So we've got the same situation, price and quantity. Let me get out of the way here. And our demand and supply curves here, right? So again, we've got an equilibrium price right here. But this time,
the government steps in, right? So the equilibrium price is still $1,000 a month for rent. And the government steps in and says, hey, you can't charge more than $800 a month, right? You can't charge more than $800 a month for rent. Now you can see that it is going to have an effect, right? The market does want to trade at 1,000, but now the government steps in and says you're not allowed to do that anymore. The most you can charge is 800. So what's going to happen at this lower price? We've kind of seen what happens when there's a low price before, right? And we're going to kind of see the same thing going on here. So when the price is too low, notice what the quantities, right? We're not trading at equilibrium, so the quantity supplied and quantity demanded aren't equal anymore. So this one right here, this first dot, which one's that? That's going to be our quantity supplied, right? And over here, this dot where it touches the demand curve, that's our quantity demanded. So what do we have? At this lower price, people don't want to rent their apartments anymore, right? They're like, hey, I'm not going to make as much money. I'm not going to rent it out. So there's going to be this shortage, right? The supply is much less than the demand. People are like, this low price, I want to rent an apartment. So we end up in this shortage, right? The quantity supplied is less than the quantity demanded. All right, so notice what's happened here. We found an effective price ceiling when the price was below the equilibrium, right? So let's go ahead and go to the top here. And it says for a price ceiling to be effective, the price ceiling must be below equilibrium, right? That's what we just discovered. Equilibrium, no. Let me try that again. Equilibrium, right? And effective price ceilings, what do? They cause a shortage in the market, right? Cool. So one thing I want to show you real quick, that it's another one of my silly tricks to remember this, but it still works. Because what I see a lot of the times is students hear price ceiling and they instinctively think that this above equilibrium is going to be an effective price ceiling, right? I see the logic, right? It's above equilibrium, it's a ceiling. नानी हो ल म अलिकति फरवर्ड गर्छु ल यो पठाइन्छु भरे मजाले हेर्नु ल ओके To learn about price floors in a bit, and that's going to be kind of how we remember downward demand, double D's versus supply. Here we've got the same thing where we've got we remember the little house for price ceiling, and then price floors are just the other one, right? So before we end here, I want to talk about these common topics. We've been talking about rent control a little bit, right? So rent control, that's like what we just saw in our example where the government steps in and sets a maximum rent that can be charged in a market. And that's a common topic with price ceilings. And this other one, rationing coupons. So what happens, right? Just like we've seen, there's shortages when there's a price ceiling, right? People want a lot of it, but there's not a big supply because the price is low. So then what happens is the government steps in and makes rationing coupons that says, all right, if you have a coupon, you can buy a unit of the good at the government price, right? So you get that good price, but you can only buy so much of it, right? There's kind of a rationing system in that sense. So that's kind of things you'll see when you talk about price ceilings. But why don't we go on and try an example related to price ceilings in the next video. Cool, let's do that now. All right, so we got an example here. Consider the following. So we're going to be in a situation with the graph, and let's go ahead and look at the graph and see if we notice that at this price of $20, we do get a house, right? We get the house. So we can say that it is an effective price ceiling because we got the house there. So we know that it's going to affect the market and it's going to do something. So let's see what happens here. The government. म पठाइन्छु कि नानी हो तिमीले हेर्ने हो अब अहिले टाइम पनि भइसकेको छ स्क्रिन शेयर अफ भयो कि भएन